मेरो नाम दुर्गे रोगा। ठेगाना पनि भन्नु। वडा नम्बर हाम्रो सुन वडा नम्बर 5 पातल पातल। तल्लो पातल कि माथिल्लो पातल? माथिल्लो पातल। हाम्रो बुबु बाजे बस्ने त्यही हो। बुबु बाजे हामी भन्ने हजुर। बुबु बाजेको भैँसी पाल्ने, गाई पाल्ने, भेडा पाल्ने, बाख्रा पाल्ने, आउना माउनालाई दही दिने, दुध दिने उही जमानामा। अब त्यस्तो छैन। हजुरले यहाँ रामरोशनतिर पहिले भैँसी पनि पाल्नु भयो कि? हजुर, भैँसी, भेडी, बाख्रा सब पाल्यौँ। अनि अहिले के छ यहाँ भैँसी पाल्नको लागि अथवा भेडा पाल्ने के व्यवसाय छ कि अहिले? केही छैन व्यवस्था। अन्तार यता उता छ। यसमा पाल्न दिएको छैन, भित्रमा पाल्न दिएको छैन। फोहोर गर्दा पनि छन्, पाल्न दिएको छैन। अहिले पसल गर्न दिएको छ? पसल गर्न दिएको छ। यो पनि झगडा छ, लिस्टमा लिने भने हो हामीले। हजुर, जित्दा छौँ हामी। यो रामरोशनको बारेमा 12 बन्ड 18 खण्ड को बारेमा हजुरले त्यही यो 12 बन्ड 18 खण्ड भन्ने के हो भने 12 बन्ड ताल नि ताल। हजुर, तिनले बन्ड भन्छौँ हामी। 12 बन्ड ती 18 खण्ड भनेका यो मैदान। यता रामे भयो, तल किनमिन्नी भयो, माथि रसुनमा भयो। हजुर, माथि यहाँ छन् धेरै, माथि मैदान छन्, माथि छ जहाँ पनि छन्। यहाँ तार पर त्यहाँ मैदानै छ, सन्तर मैदान छ। अरू हेर्न लायक ठाउँहरू यहाँ हेर्न लागेको ठाउँ के छ? आउने जाने कहाँ हेर्छन् भनेपछि रामे हेर्छन्, त्यहाँ रसुन हेर्छन्, त्यहाँबाट किनमिनी हेर्छन्, ताल हेर्छन्, ढुङ्गा चढ्छन्। यहाँका मुख्य तालहरू जिङ्गले ताल, जिङ्गले लामोदय, एउटा जिङ्गले भयो, एउटा लामोदय भयो, लामोदय, एउटा बाटुले र तिनीहरू नजिकै छन् कि? लामोदय र बाटुले त्यसै बिच हडिन्छ वारिपारि। हजुर, भेट भएको छैन, भेट देखादेख मात्रै भएको छ। तल माथिको र तल्लो। अनि यो रामे कतादेखि कहाँसम्म पढ्यो? रामे यो बाटुल्लादेखि ओडो रामे पढ्यो। हजुर, बाटुल्लादेखि बाटुल्लो पढेर जिङ्गले गयो। अनि रोशन त्यहाँबाट गयो हिँड्ने रगाडे आयो एक मैदान। त्यो रगाडे काटेर रसुन। अनि यो माथि यो बाटुले ताल भयो, जिङ्गले ताल भयो, त्यहाँभन्दा माथि यो पहाड छ। यो पहाड भन्दा माथि अरू तालहरू छन् कि यहाँ माथितिर? छन्। एउटा छ त्यो पहाडमा, एउटा ताल छ। एउटा ताल लिसेराली लामोदय बिचमा छन्। हजुर, यही तल्लाका हप्पा बिचमा। एउटा ताल परि यहाँ छ ताउले भन्ने, एक धौने भन्ने पर यहाँ छ, तल्लो धौने भन्ने यताउति छ। अनि पर्यटकहरू चाहिँ बाह्य पर्यटक विदेशीहरू पनि कतिको आउँछन्? विदेशी परारको साल आएको र पछि आएको छैन, फट्टफुट्टै 1-2 कहिले आउँछन् त। पर्यटकहरू धेरै आएन विदेशी। पर्यटकहरू अब स्थानीय पर्यटकहरू भनौँ, स्थानीय त आउँछन्। कोही दिन खाली हुन्छन्, अब पटक्कै खाली हुँदैन, कति कम हुन्छन्। अनि धेरै आउँछ, आज देख्नु कहिले यसै हो। हजुर, अनि यहाँको विकासको लागि अनि स्थानीय तहले अथवा चाहिँ प्रदेशले अथवा सङ्घले, केन्द्रीय सरकारले के गरिदिए जस्तो लाग्छ हजुरलाई? केही गरेको छैन, कस्तो केही गरेको छैन। गरेको छ तालको लागि गरेको छ योजना। हजुर, त्यो काम गरी सिद्धियौँ। यही तालको बर्ती पनि योजनामा हो। हजुर, त्यो सिद्धियौँ। एक योजना छ बाँकी रहेको, अब 2-4 दिनपछि सिद्धिन्छ त्यो पनि। अरू योजना अहिले केही छैन? अहिले केही छैन, त्यति हो। अनि भैँसी पालनको लागि गोठानको बारेमा फेरि सञ्चालन गर्ने अथवा के छ? त्यस्तो सञ्चालन गर्न दिँदैन। सञ्चालन दिन्छ चाँचोमा गोठान छन्, वहीँ छन्। हजुर, यहाँ दिन्न। त्यसो भने अहिले घाँस काट्न पाइन्छ, भैँको काट्न पाइँदैन। भड काट्न पाइयो। अरू जस्तै काठको बारेमा के छ यहाँ? काठ काट्नै पाइँदैन यहाँ। चकारी काट्यो भने न दौराले हामी काट्छौँ, सडे पड्याएको। यो जङ्गल के अरे वन खुल्ने हुन्छ त्यस्तो? नै भर्खरै भएको चाहिँ खुल्यो तल काटे त रुख माथिको आएर काठमाडौँ आएर रुख काट्ने बेली गयो। नै दौरा घाँसको लागि वन चाहिँ खुल्ने त्यस्तो छैन है? गरेको छैन अहिलेसम्म। अनि स्थानीय तहबाट चाहिँ स्थानीय बासिन्दाहरूले आफूले चाहिँ घाँस दौराहरू चाहिँ लिन पाइयो? स्थानीयले हाम्रो स्थानीयमा लिने ठाउँ छ, पर यो हाम्रो लिने ठाउँ तलतिर। त्यहाँ त्यही हो, यो यति पनि दिन्छौँ हामी। यो परिसर। हजुर, यो पुरो हाम्रो समुदायमा जान्छ। हजुर, हाम्रो समुदायमा घाँस काट्छौँ, यहाँ पनि काट्छौँ। आलु रुख हामी ठुलो पेट ढाल्दैन। ल, समुदायले ढाल्न दिँदैन, हामी पनि ढाल्दैन। ल, हजुरलाई धेरै धेरै धन्यवाद। ल, नमस्कार। ल, धन्यवाद। क्या हो हजुर?